गर्दा चाहिँ फेरि हामी इन्द्रणी सन्देश युट्युब च्यानलमा आएका छौँ। आज नेपालका विभिन्न क्याम्पसहरूमा सोभि निर्वाचनको दौरानमा हामी हरैया मल्टिपल क्याम्पस हरैया बहुमुखी क्याम्पसमा आएका छौँ। यहाँ लामो समय अध्ययन गरी सोभिको अध्यक्ष पनि केही समय लामो समय रहँदै आउनुभएका हाम्रा प्रकाश उपाध्यायजीसँग हामीसँग हुनुहुन्छ। उहाँलाई पनि स्वागत गरौँ। नमस्ते। नमस्ते सर, यो अहिले सोभियो निर्वाचन नेपालभरि हेर्दाखेरि तपाईँले कुन हिसाबले कता गइरहेको देख्नु भएको छ, कस्तो देख्नु भएको छ? साँच्चै यो चाहिँ नि सोभि निर्वाचन हुनु आवश्यक छ नेपालमा, कस्तो देख्नु भएको छ? प्रश्नको लागि धन्यवाद। नेपालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनु यो स्वाभाविक छ। 2036 सालको आन्दोलन पछाडि सोभियो नेपालमा स्थापित भएर अगाडि बढेको छ। तत्कालीन अवस्थामा विद्यार्थीका न्यायका लागि प्रजातन्त्र पुनर्स्थापनाका लागि एउटा सोभियोले गरेको जुन रचनात्मक आन्दोलनको एउटा अभियान थियो, त्यो अभियानलाई चाहिँ आज चाहिँ विद्यार्थीको पठन पाठनलाई कहाँसम्म जोड्ने? अब हामीले आजको दिनमा हिजोको जस्तो आन्दोलन गर्नुपर्ने अवस्था छैन। सोभियोले अबको चाहिँ शिक्षालाई कसरी अगाडि बढाउनको लागि चाहिँ पहल गर्छ, मद्दत गर्छ। हाम्रो शिक्षा कता जाने? हाम्रा विद्यार्थीहरू अब झोला बोकेर कतार जाने, साउदी जाने या युरोप जाने, पिआरको खोजीमा जाने, ग्रिन कार्डको खोजीमा जाने, वा नेपालमै बसेर केही समय अगाडिपट्टि नेपाली काङ्ग्रेसका महामन्त्रीज्यूले कीर्तिपुरको सभालाई सम्बोधन गर्दै भन्नुभएको थियो, कीर्तिपुरको डाँडामा आएर 2 लाख कमाऊ 3 लाख कमाऊ भने जस्तै हामी अवैध शिक्षामा जानको लागि, त्यो कल्पना अनुसार अगाडि बढ्नको लागि सोभियोलाई रचनात्मक बनाउन, सृजनात्मक रूपमा बनाउनको लागि चाहिँ अब पढाइ सँगसँगै गोजीमा दाम पनि चाहिन्छ, बजारमा नाम पनि चाहिन्छ। त्यो खालको पहलको लागि पनि सोभियो आजको दिनमा पनि सान्दर्भिक छ। त्यसकारण पनि हामीले आजका उम्मेदवारहरू यसरी नै अगाडि बढ्नुहुन्छ भन्ने धन्यवाद सर। यो अर्को कुरा के सर, अहिले यो सोभियो निर्वाचन स्पेसल्ली नेताहरूले विद्यार्थीहरूलाई नेता जन्माउनुको निम्ति नै प्रयोग गरेका हुन् कि यो किसिमको गरी खाने भाँडो बनाउन खोजेका हुन् कि भनेर आरोप लागेको छ नि, तपाईँले के भन्नुहुन्छ धारणा? होइन, यो विषयमा नेताहरूले कसैलाई कमाउने खाने भाँडो बनाउन चाहेको जस्तो मलाई लाग्दैन। कुनै सन्दर्भमा नेता उत्पादन गर्नुपर्ने, यो समाजको लागि नेतृत्व उत्पादन गर्ने भन्ने अभियान पनि आवश्यक छ। हाम्रो लागि समाजमा भोलिको दिनमा राम्रा युवाहरू आउनको लागि, पढे लेखेका शिक्षित वर्गहरू अगाडि आउनको लागि यो प्लेटफर्म हो। यो प्लेटफर्मबाट चाहिँ अगाडि आएका साथीहरू भोलिको दिनमा चाहिँ रचनात्मक बन्न सक्नुहुन्छ। आजको दिनमा हामीले देखिरहेका छौँ कतिपय धेरै नेताहरू चाहिँ आफ्नो आम्दानीको मुख्य स्रोत नभएका साथीहरू राजनीतिमा लागेर अकुत सम्पत्ति कमाएको अवस्था छ। त्यो सन्दर्भमा सोभियोबाट आएका साथीहरू अब पैसा कमाउँदै आफ्नो मुख्य पेसा भनेको आफ्नो आम्दानीको पेसा एउटा बनाएर समाज सेवालाई रूपमा चाहिँ हामीले राजनीतिलाई जोडेर जानुपर्छ भन्ने कुराहरू यस्तै सोभियोबाट आएका साथीहरूले समाजलाई चाहिँ यसरी रूपान्तरण गर्न सक्नुहुन्छ भन्ने हाम्रो विश्वास छ। निवर्तमान हरैया मल्टिपल क्याम्पसका सोभियो अध्यक्ष हामीसँग पनि उपस्थित हुनुहुन्छ। सर, अरूको नाम के छ? मेरो नाम चाहिँ प्रदीप शर्मा। सर, यो अहिले जो सोभियो निर्वाचन गर्दै गर्नुहुन्छ नि, यसमा समस्या कठिनाइहरू के देख्नु भएको छ तपाईँ? अनि समस्या कठिनाइहरू धेरै छन्, किनकि अहिले सबभन्दा मेन समस्या चाहिँ विद्यार्थीलाई राजनीतिक चेतना छैन। अहिले राजनीति विद्यार्थीको चाहिँ यो राजनीतिक भनिसकेको चाहिँ विद्यार्थीको चाहिँ त्यो माइन्डमा चाहिँ एउटा किसिमको चाहिँ नराम्रो असर परिरहेको छ। जुन अहिले देशको स्थितिदेखि लिएर सम्पूर्ण किसिमका चाहिँ अहिले पक्षहरू हाबी भएको हुनाले चाहिँ विद्यार्थी राजनीतिमा चाहिँ सचेतना छैन। त्यसले गर्दाखेरि अलिकति कठिनाइ भएको छ। अर्को कुरा के तपाईँले के भन्नुहोस् भने अहिले यो सोभियो निर्वाचनमा साँच्चै राजनीतिक हस्तक्षेप भएको छ? राजनीतिक हस्तक्षेप भन्दा पनि अब कस्तो एउटा के छ भन्दाखेरि अहिलेको अवस्था चाहिँ वास्तवमा भन्ने भने राजनीतिक हस्तक्षेप अब विद्यार्थीहरूमा लाग्न पनि यो चुनाव चाहिँ अब पार्टीगत रूपमा चाहिँ धेरै खटिएका छन् व्यक्तिहरू। अब विभिन्न सङ्घ संस्थादेखि लिएर सम्पूर्ण जिम्मेवार व्यक्तिहरू पनि खटिएको अवस्था छ। यसलाई चाहिँ अब जिम्मेवारी व्यक्तिले आफै बुझ्नुपर्ने अवस्थामा चाहिँ कतिपय कुराहरू नबुझेको अवस्था, पार्टी चाहिँ एकदम हाबी भएको, चाहे जुनसुकै सङ्गठन होस्। अहिले पनि देखिरहनु छ बाहिर चाहिँ कतिपय अब पार्टीका नेता कार्यकर्तादेखि लिएर सम्पूर्ण चाहिँ आइराख्नु भएको छ। उहाँले गर्दा प्रत्येक विद्यार्थीलाई चाहिँ एउटा प्रभाव पार्ने किसिमको चाहिँ प्रत्यक्ष रूपमा असर गर्ने किसिमको चाहिँ हाबी भएको छ। यसलाई चाहिँ एकदम व्यवस्थापन गर्नुपर्छ। विद्यार्थी राजनीतिमा पार्टीगत हाबी चाहिँ हुनु हुँदैन। सकभन्दा हाम्रो लोकतान्त्रिक विधिमा जाँदै गर्दा विद्यार्थीले चाहिँ भोट हालेर चाहिँ एउटा नेतृत्व चयन गर्नु चाहिँ एकदम राम्रो प्रणाली हो। यसलाई चाहिँ हामीले चाहिँ आत्मसात गर्दै चाहिँ यसलाई भविष्यमा पनि विद्यार्थीहरूबाट एउटा नेतृत्व चाहिँ कायम हुँदै गर्दा एउटा नेतृत्वको ग्राउन्ड लेभल भनेको विद्यार्थी लेभल हो होइन। नेतृत्व गर्दै जाँदाखेरि त्यो यसलाई चाहिँ एकदम राम्रो। अब यसमा चाहिँ पार्टीगत रूपमा हाबी भइदिँदाखेरि विद्यार्थीले आफ्नो मत चाहिँ सही तरिकाले दिन नपर्ने घर परिवारको दबाब अथवा केही सङ्घ संस्थाको दबाबले चाहिँ विद्यार्थीहरूले आफ्नो स्वतन्त्र तरिकाले मत दिन पाएका छैनन्। अब यसलाई चाहिँ कसैले विद्यार्थीले चाहिँ आफ्नो मत अधिकार चाहिँ आफ्नो चाहिँ मनले चाहिँ एकदम चाहेर चाहिँ खुला रूपले चाहिँ उनीहरूको मताधिकार प्रयोग गर्न पाउनुपर्छ र त्यही अनुसारले गयो भने साँच्चै यसलाई चाहिँ राम्रो तरिकाले लिन सकिन्छ भन्ने मलाई लाग्छ। धन्यवाद। नमस्ते,
हामीसँग हरैया बोबी क्याम्पसका अहिलेका सोभि अध्यक्षका उम्मेदवार हामीसँग उपस्थित हुनुहुन्छ। हजुर शुभ नाम छ? जीवन कुमार दवल। ठिक छ। यो अहिले तपाईँ नेतृत्वमा आउँदै गर्दा हजुर, तपाईँसँग भएका चुनौतीहरू के देख्नु भएको छ? चुनौती के छ भने यहाँ क्याम्पसमा विभिन्न किसिमका विकृतिहरू छ। यहाँ विद्यार्थीहरूलाई पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित छन् र खास गरी यहाँ विद्यार्थीको मागहरूलाई दबाइएको छ। हजुर, यहाँ चाहिँ विद्यार्थीले अब यहाँ चाहिँ विभिन्न वर्गका विभिन्न ब्याकग्राउन्डका विद्यार्थीहरू पढ्दो रहेछन्। सबैको आर्थिक अवस्था चाहिँ स्तर चाहिँ सेम नहुन सक्छ। त्यसले गर्दा तिनीहरूले अब हामी वार्षिक चाहिँ फी तिर्छौँ नि, अब यहाँ कोही अब पहिले तिर्न सक्छ, कोही चाहिँ पछि तिर्छन्। हजुर, त्यसको लागि विद्यार्थीले त्यो स्वतन्त्रता दिनुपर्छ। हजुर, हामीले फर्म भर्नुभन्दा पहिला त फी तिर्नै पर्छ। हजुर, त्यसले गर्दा चाहिँ यहाँ हरेक कुरामा फाइन पनि लगाइदिनु भएको छ। फीमा फाइन जस्ता चाहिँ थुप्रै चाहिँ यहाँ विकृतिहरू छ। हजुर, त्यो हो। ठिक छ। अनि के छ यो अब तपाईँ अध्यक्षमा उठ्दै गर्दा तपाईँले यहाँ मुख्य कुरा परिवर्तन गर्न चाहेको कुरा यही नै हो? परिवर्तन गर्ने कुरा त सर थुप्रै छ, हाम्रो एजेन्डाहरू छ। हजुर, के एजेन्डामा तपाईँ अगाडि बढ्नुहुन्छ? तपाईँ प्यानल के एजेन्डामा अगाडि बढेको छ? यसो हाम्रो सरसर सुनाइदिनु। मुख्य कुरा के छ भने हामी यहाँको क्याम्पसको चाहिँ शैक्षिक गुणस्तर, ओके, हाम्रो क्याम्पस अहिले क्युएको प्रोसेसमा छ। त्यसलाई कसरी हुन्छ, हामीले सबिउको के भूमिका हुन्छ, हामीले चाहिँ एकदम पूर्ण चाहिँ साथ दिएर क्याम्पसलाई चाहिँ गुणस्तरीय चाहिँ शिक्षामा लैजाने। त्यसपछि कम्प्युटर जस्तो चाहिँ शैक्षिक गतिविधिहरूमा पनि लैजाने र यहाँ विद्यार्थीको मेहनती विद्यार्थी हुन्छन्, कोही गरिब परिवारका हुन्छन्, छात्रवृत्तिको कुरो पनि यहाँ आयो। र यहाँ के हुन्छ भने जस्तै धेरै विद्यार्थीहरू के हुन्छन्, सङ्ख्या कोही प्रथम हुन्छ, कोही द्वितीय हुन्छ। यहाँ कसैलाई केही पनि सेवा सुविधा छैन। क्याम्पस टप गरे नि पुरै फी तिर्ने, पुरो महिनाको फी तिर्ने, क्याम्पस रेगुलर पास गरे नि त्यति हो। त्यसै कारण हामीले त्यो विद्यार्थीलाई अझै मनोबल बढाउनका लागि हामीले क्याम्पस टपरलाई केही पनि तिर्न नपर्नु। तपाईँको कुरा राइट, राम्रो कुरा गर्नुभयो र सर कुरा गर्दै गर अन्तिममा यो अगाडिको जो सोभि समितिबाट अथवा अध्यक्षबाट त्यसका बारेमा पहल कतिको देख्नु भयो तपाईँले? यस्तो छ, म चाहिँ पहिलाको सोभिको म निर्वाचित कोषाध्यक्ष पदमा थिएँ। म चाहिँ पहिला चाहिँ लोकतान्त्रिक विद्यार्थी सङ्घले अब संयुक्त प्यानलबाट हामी चाहिँ म चाहिँ कोषाध्यक्ष पदमा चाहिँ निर्वाचित भएको थिएँ। त्यति बेला मैले चाहिँ मेरो अनुसार पनि काम गर्न पाएन। अब अध्यक्षको कमी कमजोरीले हामीले चाहिँ हाम्रो कुरा चाहिँ अध्यक्षले नसुन्ने र हामीले चाहिँ बैठकहरू पनि नबस्ने र हामीले 2 वर्षको कार्यकालमा हामीले 2वटा प्रोग्राम मात्रै गर्न सफल भएको थियौँ। त्यसमा एउटा हामी प्रथम चाहिँ वर्षका विद्यार्थीलाई वेलकम गरियो र चाहिँ एउटा सामान्य सरसफाइ कार्यक्रम गरियो। 2 वर्षमा हामीले त्यो 2वटा मात्रै। त्यस कारण मैले चाहिँ अब त्यस्तो समूहमा जहाँ आफ्नो अस्तित्व रहन्न, जहाँ आफ्नो चाहिँ कुरा नचल्ने, अध्यक्षले केही गर्न खोजे पर हामीले बोल्न नहुने त्यस्तो समूह छोडेर मैले अहिले यो नेभी सङ्घको चाहिँ अध्यक्ष पदको नेतृत्व गर्दैछु। र पहिलाको चाहिँ के थियो भने सोभियु अध्यक्षले केही पनि काम गर्दा अथवा केही गर्दा हामीसँग सल्लाह नलिने। उहाँ चाहिँ सोभियुकै पैसाले कता कता काठमाडौँ जाने, के गर्नु हामीलाई थाहा थिएन। अस्ति भर्खर चाहिँ क्याम्पसको सञ्चालक समितिसँग हामी बैठक बस्यो, त्यहाँ बल्ल चाहिँ यो कुरा हामीले थाहा पायौँ। त्यस्तो धेरै कुराहरू छन्, त्यहाँ सोभियुको केही अस्तित्व नै छैन। त्यसकारण मैले अब कसरी हुन्छ, मैले कोषाध्यक्ष पदमा रहेर पनि काम गर्न पाएन। यहाँसम्म कि कोषमा कति पैसा छ के छ मैले अध्यक्षज्यूलाई यसो हेरौँ, पैसा छ भने कार्यक्रम गरौँ भन्दा पनि चाहिँ उहाँले केही वास्तै नगर्ने। त्यसकारण अहिले म आफै नेभी सङ्घबाट, नेभी सङ्घ तथा क्रान्तिकारी लोकतान्त्रिकको संयुक्त प्यानलबाट म नेतृत्व गर्दै अहिले सभापतिको पदमा चाहिँ यहाँ उम्मेदवारी दिएको छु। त्यसकारण चाहिँ म अब चाहिँ हामीले 2 वर्षमा नगर्ने काम मैले त सोचेछु, हामी त 1 वर्षभित्रै चाहिँ गरिन्छ। र अर्को के पनि यहाँ विद्यार्थीहरूमा झल्ल म चाहिँ अहिले बिएड 4थो वर्षमा अध्ययनरत छु। मेरो चाहिँ यहाँ 3-4 महिनाको कार्यकाल यहाँ पढ्ने चाहिँ त्यो छ। त्यसपछि म फर्म भर्छु, इक्जाम दिन्छु, जाने कुरा त हो, तर चाहिँ जाने भनेर चाहिँ त्यस्तो होइन। म चाहिँ क्याम्पसमा रेगुलर हुन्छु र अहिलेसम्म म यो क्याम्पस टपर पनि हो। म चाहिँ अहिलेसम्म फर्स्ट इयर सेकेन्ड इयर टप गरेको छु, थर्ड इयर र 4th इयरको बाँकी छ, 4th इयरको इक्जाम दिन बाँकी छ। त्यसरी चाहिँ म यहाँको 4th इयरसम्म पढ्दाको अनुभवहरूबाट मैले क्याम्पसलाई के गर्नुपर्ने छ त, विद्यार्थीको शैक्षिक गुणस्तरलाई कसरी कायम गर्ने, अनुशासन कसरी गर्ने, म यो हरैया बहुमुखी क्याम्पसको एउटा विद्यार्थी गुणस्तर समूहको म संयोजक पनि हो। त्यसरी चाहिँ हामीले चाहिँ हामी एउटा प्री प्लान सहित, हामी गुरु योजना सहित हामी फिल्डमा चाहिँ उत्रिनेछौँ। हजुरलाई धेरै धेरै धन्यवाद छोटो समय दिनु।